90 Days Bible Listening Program, presented by Faith Comes by Hearing. Faith Comes by Hearing प्रस्तुत गर्दछ 90 दिने बाइबल सुनाई कार्यक्रम। जय मसीह। 90 दिने बाइबल सुनाई कार्यक्रममा तपाईलाई स्वागत छ। म पास्टर नवल शिवाकोटी। आज हामी 90 दिने बाइबल सुनाई कार्यक्रमको 9औं दिनमा छौं। आउनुहोस्, आज हामी नयाँ नियमको पुस्तक मत्ती 21 अध्यायको 1 पददेखि 22 अध्यायको 46 पदसम्म सुन्नेछौं। मत्ती अध्याय 21। जब उहाँहरू यरुशलेमको नजिक जैतुन डाँडाको बेतफागेमा आइपुग्नु भयो, तब यीशुले 2 जना चेलाहरूलाई यसो भनेर पठाउनु भयो, तिमीहरू सामुन्नेको गाउँमा जाओ। त्यहाँ पुग्ने बित्तिकै तिमीहरूले एउटा गधा र त्यसको बछिडो बाँधिएका भेट्टाउनेछौ। तिनलाई फुकाएर मका ल्याओ। कसैले तिमीहरूलाई केही भन्यो भने प्रभुलाई यिनको जरुरत छ भन्नु र त्यसले तुरुन्तै यी पठाइदिनेछ। अगमवक्ताद्वारा बोलिएको वचन पूरा होस् भनेर यो भएको हो। सियोनकी छोरीलाई भन, हेर तिम्रा राजा तिमी कहाँ आउँदैछन्। विनम्र भई गधामाथि सवार भएर गधाको बच्चा एउटा बछेडामाथि। तब चेलाहरू गए र येशूले तिनीहरूलाई अराए बमोजिम गरे। तिनीहरूले गधा र त्यसको बच्चा ल्याए र तीमाथि आफ्ना लुगा फाटा ओछ्याए र उहाँ त्यसमाथि बस्नुभयो। भिडमा धेरैले आफ्ना वस्त्र बाटोमा ओछ्याए र अरूहरूले रुखका हाँगा काटेर बाटोमा बिछाइदिए। उहाँको अघि र पछि लागेका भिड यसो भन्दै कराए, दाउदका पुत्रलाई होसन्ना, धन्यवाद जो परम प्रभुको नाउँमा आउनुहुन्छ, परम धाममा होसन्ना। जब उहाँ यरुशलेममा प्रवेश गर्नुभयो, सारा शहरमा हलचल मच्चियो। मानिसहरूले सोध्न लागे, यिनी को हुन्? भिडका मानिसहरूले जवाफ दिए, यिनी गालिलको नासरतबाट आएका अगमवक्ता येशू हुन्। येशू परमेश्वरको मन्दिरमा प्रवेश गर्नुभयो अनि उहाँले मन्दिरमा किनबेच गर्ने सबैलाई धपाउनु भयो र पैसा साट्नेहरूका टेबल र परेवा बेच्नेहरूका आसन पल्टाइदिनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, यो लेखिएको छ, मेरो घर प्रार्थनाको घर कहलाइनेछ, तर तिनीहरूले यसलाई डाकुरको अड्डा बनाएका छौ। अन्धा र लङ्गडाहरू मन्दिरमा उहाँ कहाँ आए र उहाँले तिनीहरूलाई निको पार्नुभयो। तर जब मुख्य पुजारीहरू र शास्त्रीहरूले चाहिँ उहाँले गर्नुभएका अचम्मका काम देखे र केटाकेटीहरूले मन्दिरमा भन्दै चिच्याएका सुने, तब तिनीहरू क्रोधित भए र तिनीहरूले उहाँलाई भने, सुन्दैछौ यिनीहरूले के भनिरहेका छन्? तब येशूले तिनीहरूलाई भन्नुभयो, हो सुन्दैछु। के तिमीहरूले पढेका छैनौ? शिशुहरू र दुधे बालकहरूका ओठबाट तपाईँले पूर्ण प्रशंसा निकाल्नु भएको छ। तब तिनीहरूलाई छोडेर उहाँ शहरबाट निस्की बेथानियामा गई त्यहाँ बास बस्नुभयो। बिहान शहरतिर फर्कनु हुँदा उहाँ भोकाउनु भयो। बाटोको किनारमा उहाँले एउटा अन्जिरको बोट देख्नुभयो। उहाँ त्यस बोटको छेउमा आउनुभयो, तर त्यसमा पात बाहेक अरू केही पाउनु भएन। तब उहाँले त्यसलाई भन्नुभयो, अब उपरान्त तमा कहिल्यै फल नफलोस्। र त्यो अन्जिरको रुख तुरुन्तै ओइलाइहाल्यो। यो देखेर चेलाहरूले अचम्म मानेर भने, यो अन्जिरको बोट कसरी तुरुन्तै ओइलाइहाल्यो? येशूले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु,
तिमीहरूमा विश्वास छ र कहिल्यै शङ्का गरेनौ भने अन्जिरको बोटलाई जे गरियो त्यति मात्र होइन, तर यस डाँडालाई पनि उखेलिएर समुद्रमा खस भन्यो भने सो हुनेछ। विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ। उहाँ मन्दिरमा प्रवेश गर्नुभयो अनि उहाँले शिक्षा दिनुहुँदा मुख्य पुजारीहरू र जनताका धर्मगुरुहरू उहाँ कहाँ आए र भने, कुन अधिकारले तिमी यी कामहरू गर्छौ र कसले तिमीलाई यो अधिकार दियो? येशूले तिनीहरूलाई जवाब दिनुभयो, म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु, मलाई त्यसको उत्तर दियौ भने म कुन अधिकारले यी काम गर्दछु सो तिमीहरूलाई बताउनेछु। यूहन्नाको बप्तिस्मा कहाँबाट भयो, स्वर्गबाट कि मानिसहरूबाट? तिनीहरू आपसमा यसो भन्दै बहस गर्न लागे। स्वर्गबाट भनौ भने तिनले उसो भए तिमीहरूले उनलाई किन विश्वास गरेनौ भन्नेछन्, तर मानिसहरूबाट भनौ भने हामीलाई मानिसहरूको डर छ, किनभने सबैले यूहन्नालाई अगमवक्ता हुन् भनी मान्छन्। यसकारण तिनीहरूले येशूलाई जवाब दिए, हामीलाई थाहा छैन। उहाँले तिनीहरूलाई भन्नुभयो, म पनि कुन अधिकारले यी काम गर्दछु सो तिमीहरूलाई भन्दिन। तिमीहरू के विचार गर्दछौ? एकजना मानिसका 2 छोरा थिए। उसले पहिलो कहाँ आएर भन्यो, छोरो गएर आज दाखबारीमा काम गरिदे। त्यसले जवाफ दियो, म जान्न, तर पछिबाट पछुताएर गयो। दोस्रा कहाँ आएर उसले त्यसै भन्यो। त्यसले जवाफ दियो, म जान्छु, तर गएन। अब यी 2मा कुन चाहिँले बाबुको इच्छा पालन गर्यो? तिनीहरूले जवाब दिए, पहिलो चाहिँले। येशूले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, कर उठाउनेहरू र वेश्याहरू तिमीहरू भन्दा अघि परमेश्वरको राज्यमा प्रवेश गर्छन्। किनकि यूहन्ना तिमीहरू कहाँ धार्मिकताको मार्ग देखाउन आए, तर तिमीहरूले उनीमाथि विश्वास गरेनौ। तर कर उठाउनेहरू र वेश्याहरूले उनीमाथि विश्वास गरे। तिमीहरूले यो देखेर पनि पश्चाताप गरेनौ अनि उनीमाथि विश्वास गरेनौ। अर्को दृष्टान्त सुन। कोही एकजना गृहस्थी थिए जसले एउटा दाखबारी लगाए र त्यसको वरिपरि बार लगाएर त्यहाँ दाख पेल्ने एउटा कोल राखे र एउटा मचान बनाए। तब मोहीहरूलाई त्यसको ठेक्का दिई उनी परदेश लागे। जब फलको समय नजिक आयो, उनले मोहीहरू कहाँ फलको आफ्नो हिस्सा माग्न नोकरहरू पठाए। तर मोहीहरूले उनका नोकरहरूलाई समाती एउटालाई पिटे, अर्कोलाई मारे र अर्कालाई ढुङ्गाले हाने। फेरि उनले अघिको भन्दा बढी नोकरहरू पठाए र तिनीहरूले यिनीहरूसँग पनि त्यस्तै व्यवहार गरे। मेरो छोरालाई त तिनीहरूले आदर गर्लान् भन्ने सोचेर अन्त्यमा उनले आफ्नो छोरालाई तिनीहरू कहाँ पठाए। तर मोहीहरूले छोरालाई देखेर आपसमा भने, यो त उत्तराधिकारी हो, आओ त्यसलाई मारौं र त्यसको उत्तराधिकार हात पारौं। तब तिनीहरूले तिनलाई समातेर दाखबारी बाहिर लगे र तिनलाई मारे। यसकारण जब दाखबारीका मालिक आउँछन् तब उनले ती मोहीहरूलाई के गर्लान्? तिनीहरूले उहाँलाई भने, उनले ती दुष्टहरूलाई सर्वनाश गर्नेछन् र दाखबारी अरू मोहीहरूलाई ठेक्कामा दिनेछन्, जसले उनलाई फलको हिस्सा समयमा बुझाउनेछन्। येशूले तिनीहरूलाई भन्नुभयो, के तिमीहरूले कहिल्यै धर्मशास्त्रमा पढेनौ? जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यही चाहिँ कुनाको सिरी ढुङ्गो बन्यो। यो परमप्रभुबाट भएको हो अनि हाम्रो दृष्टिमा यो आश्चर्यमय छ। यसै कारण म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ जसले त्यसको फल फलाउँछ। यस ढुङ्गामाथि खस्ने चाहिँ टुक्रा टुक्रा हुनेछ, तर जसमाथि त्यो ढुङ्गा खस्छ यसले त्यसलाई किच्नेछ। जब मुख्य पूजाहारीहरू र फरिसीहरूले उहाँका दृष्टान्त सुने तब तिनीहरू केही विषयमा उहाँले यो भन्नुभएको हो भन्ने बुझे। तिनीहरूले उहाँलाई समात्न खोजे, तर तिनीहरू भिडसँग डराए, किनभने मानिसहरूले उहाँलाई एक अगमवक्ता हुन् भनी ठान्थे। मत्ती अध्याय 22। येशूले फेरि तिनीहरूलाई दृष्टान्तहरूमा
भन्नुभयो, स्वर्गको राज्यलाई एकजना राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्नो छोराको विवाह भोज तयार गरे र भोजमा निमन्त्रित व्यक्तिहरू बोलाउन भनी आफ्ना नोकरहरू पठाए, तर तिनीहरूले आउन मन गरेनन्। फेरि तिनले अरू नोकरहरूलाई यसो भनेर पठाए, निमन्त्रित व्यक्तिहरूलाई भन, हेर मैले मेरो भोज तयार गरेको छु, मेरा गोरुहरू र मोटा मोटा पशुहरू मारिएका छन् र सब चिजहरू तयार छन्, विवाह भोजमा आउनुहोस्। तर तिनीहरूले वास्तै नगरी एउटा आफ्नो खेतबारीतिर अर्को आफ्नो व्यापारतिर लागे। बाँकी चाहिँले तिनका नोकरहरूलाई पक्रेर तिनीहरूसँग दुर्व्यवहार गरे र तिनीहरूलाई मारे। तब राजा क्रोधित भए र आफ्ना फौजहरू पठाइकन ती हत्याराहरूलाई नाश गरे र तिनीहरूको सहर जलाइदिए। तब तिनले आफ्ना नोकरहरूलाई भने, विवाह भोज तयार छ, तर निम्त्याएकाहरू योग्य भएनन्, यसकारण तिमीहरू सडकहरूमा जाओ र जतिलाई भेटाउँछौ तिनीहरूलाई विवाह भोजमा निम्तो देऊ। तब ती नोकरहरूले सडकहरूमा गएर भेटाएका सबैलाई, दुष्ट र असल दुवैलाई जम्मा गरे र विवाह घर पाहुनाहरूले भरियो। तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, तब तिनले विवाहको पोसाक नलगाएको एउटा मानिसलाई देखे। तिनले त्यसलाई सोधे, मित्र, विवाहको पोसाक नपहिरी तिमी कसरी यहाँ भित्र आयौ? त्यो निरुत्तर भयो। तब राजाले सेवकहरूलाई भने, त्यसका हात खुट्टा बाँधेर त्यसलाई बाहिरी अन्धकारमा फालिदेऊ, जहाँ मानिसहरू रुनेछन् र दारा किट्नेछन्, किनभने बोलाइएका धेरै छन् तर चुनिएका थोरै छन्। तब फरिसीहरू गएर उहाँकै कुरामा उहाँलाई कसरी फसाउने भनी मतो गरे। तिनीहरूले आफ्ना चेलाहरूलाई हेरोदी दलका मानिसहरूसँग उहाँ कहाँ पठाए। तिनीहरूले भने, हे गुरुज्यू, हामी जान्दछौँ तपाईँ सत्य हुनुहुन्छ र परमेश्वरको मार्ग साँचो गरी सिकाउनुहुन्छ र तपाईँ कसैको भय मान्नुहुन्न, किनकि तपाईँ मानिसहरूका मुख हेरेर काम गर्नुहुन्न। यसकारण हामीलाई भन्नुहोस्, कैसरलाई कर तिर्नु उचित हो कि होइन? तर येशूले तिनीहरूको धूर्तता थाहा पाएर भन्नुभयो, पाखण्डी हो, तिमीहरू मलाई किन जाँच्दछौ? कर तिर्ने सिक्का मलाई देखाओ। अनि तिनीहरूले उहाँ कहाँ एउटा सिक्का ल्याए। उहाँले तिनीहरूलाई भन्नुभयो, यो चित्र कसको हो अनि कसको नाउँ खोपिएको छ? तिनीहरूले उहाँलाई भने, कैसरको हो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, यसकारण जे कैसरका हुन् ती कैसरलाई देऊ र जे परमेश्वरका हुन् ती परमेश्वरलाई देऊ। यो सुनेर तिनीहरू चकित भए र उहाँलाई छोडेर गइहाले। मृतकहरूको पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू त्यसै दिन उहाँ कहाँ आए र तिनीहरूले उहाँलाई यो प्रश्न गरे, गुरुज्यू, मूसाले भनेका छन्, कोही मानिस निसन्तान मर्यो भने उसको भाइ चाहिँले दाजुकी पत्नीलाई विवाह गरेर दाजुको सन्तान खडा गर्नुपर्छ। हाम्रा बीचमा 7 दाजुभाइ थिए। जेठाले विवाह गरेपछि ऊ मर्यो र सन्तान नभएकोले उसको भाइको निम्ति स्वास्नी छोडेर गयो। उसै गरी माहिलाले र साहिलाले पनि र 7औं सम्मले त्यसै गरे। तिनीहरू सबै मरेपछि त्यस स्त्रीको पनि मृत्यु भयो। यसकारण मृतकहरूको पुनरुत्थान हुँदा ती 7 जना मध्ये त्यो स्त्री कसकी पत्नी हुनेछ? किनभने त्यो सबैकी पत्नी भइसकेकी थिए। येशूले तिनीहरूलाई जवाफ दिनुभयो, तिमीहरू भ्रममा परेका छौ, किनकि तिमीहरू धर्मशास्त्र र परमेश्वरको शक्ति जान्दैनौ। किनकि मृतकहरूको पुनरुत्थानमा मानिसहरूले विवाह गर्दैनन्, न विवाह गरिदिन्छन्, तर तिनीहरू स्वर्गका स्वर्गदूतहरू जस्ता हुन्छन्। तर मृतकहरूका पुनरुत्थानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नुभएको छ त्यो तिमीहरूले पढेका छैनौ? म अब्राहमका परमेश्वर, इसहाकका परमेश्वर र याकुबका परमेश्वर हुँ। परमेश्वर मृतकहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ। यो सुनेर भिडहरू उहाँको शिक्षामा छक्क परे। उहाँले सदुकीहरूलाई चुप पार्नुभयो भन्ने सुनेर फरिसीहरू उहाँ कहाँ भेला भए। तिनीहरूमध्ये एकजना व्यवस्थाका अध्यापकले उहाँको परीक्षा गर्ने विचारले उहाँलाई सोधे, गुरुज्यू, व्यवस्थामा महान आज्ञा कुन हो? उहाँले तिनलाई भन्नुभयो, तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु,
महान र प्रथम आज्ञा यही हो। दोस्रो पनि यस्तै छ, तैँले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु। सारा व्यवस्था र अगमवक्ताहरूको शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्। जब फरिसीहरू भेला भएका थिए तब येशूले तिनीहरूलाई एउटा प्रश्न गर्नुभयो। क्रिस्टको विषयमा तिमीहरू के ठान्छौ? ऊ कसको पुत्र हो? तिनीहरूले उहाँलाई भने, दाउदका पुत्र। उहाँले तिनीहरूलाई भन्नुभयो, त्यसो भए दाउदले आत्मामा प्रेरणा पाएर उसलाई प्रभु भनी कसरी पुकार्न सक्छन्? उनी भन्छन्, परम प्रभुले मेरा प्रभुलाई भन्नुभयो, तिमी मेरा दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाका पैताला मुनि राख्दिन। यदि दाउदले उसलाई प्रभु भन्दछन् भने ऊ कसरी तिनको पुत्र हुन्छ र? अनि कसैले पनि जवाफमा एक वचन बोल्न सकेन। त्यस दिनदेखि कसैलाई उहाँसँग प्रश्न सोध्ने आँट भएन। आजका लागि बाइबल सुनाई कार्यक्रम यति नै। प्रियहरू, एकचोटि विचार गरौँ त, आजको बाइबल सुनाईबाट के आशिष पाउनुभयो? मनन गर्नुहोस्। प्रियहरू, यहाँहरूको बीचमा म 3वटा प्रश्नहरू राख्न चाहन्छु। प्रश्न नम्बर 1, आजको खण्डबाट हामीले परमेश्वरको बारेमा के सिक्दछौँ? प्रश्न नम्बर 2, आजको खण्डबाट मानव जातिको विषयमा हामी के सिक्दछौँ? प्रश्न नम्बर 3, आजको खण्ड सुनिसकेपछि परमेश्वरमा हाम्रो प्रतिक्रिया चाहिँ कस्तो हुनुपर्दछ? प्रियहरू, यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? आफ्नो मण्डलीको पास्टर वा अगुवाहरूसँग छलफल गर्नुहोस् र तपाईँले पाउनुभएको आशिष बाँड्नुहोस्। हस् त, अर्को श्रृङ्खलामा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि मलाई पनि बिदा दिनुहोस्। धन्यवाद। जय मसीह।